काम भएन आज यार। एकछिन बस्नु पर्यो यार, थकै पनि लाग्छ यार। होइन आइत्या दाइले पैसा त मागे, चाहिएको चाहिँ कति थियो एकचोटि सोध्न पाए भए अलिअलि त थियो मसँग नि। दिनुपर्ने हो कि अरे काम लाउने मान्छे पनि बेलामा त यार। के हो के गोप्ले भाइले पनि हिजो मैले त्यस्तो भनिहालेँ गोप्ले भाइलाई। अब गोप्ले भाइ कता छ कुनी हेत्तेरिका हौ। गोप्ले भाइ अब खै कहाँ भेटिन्छ होला त भाइलाई। हिजो अब त उयसमा फेरि भाइलाई त्यस्तो भनिहालेँ मैले। अब कहाँ भेटिन्छ त भाइलाई। अब के गर्नु, पैसा त साह्रै खाँचै परेको थियो। बाटो भाइसँग छ कि अलिकति मागी हेर्नु पर्यो, जानु पर्यो म पनि। ओहो भाइ, तिमीलाई नै खोज्दै खोज्दै सोच्दै सोच्दै हिँड्दै थिएँ म। ठ्याक्कै भेट भयो। मैले पनि तपाईँलाई खोज्दै थिएँ कि दाइ। हेत्तेरी किन चाहिँ? ए दाइ हिजो अब तपाईँले पैसाको बारेमा कुरा गर्नुभएको थियो दाइ। पुतो गरेको थियो भाइ, मलाई चाहिरहेको त अलिकति लाग्यो दाइ, तपाईँलाई समस्या परेर मतिमा जस्तो लाग्यो दाइ। समस्या त परेकै थियो भाइ हिजो, त्यही भएर त मैले तिमीलाई भनेको। के गर्ने, मलाई हिजो पनि त्यस्तै अवस्था थियो। होइन होला हो, साह्रै गाह्रो थियो अवस्था थियो हिजो, म पनि त्यही भएर आएको थिएँ दाइ। र यसो तिम्रो अनुहार हेरेर घर घर सोचेँ दाइ। होइन मान्छे चाहिँ काम लाउने मान्छे बेला बेला सहयोग गर्थ्यो, दुःखै पऱ्यो होला भनेर दाइ म त मसँग जे छ त्यही लिन दिन्छु भनेर आएको छु। ल त के ल्यायो त खै? दाइ यो दाइले उहाँ साउदीबाट ल्याइदिएको एउटा क्यामेरा थियो दाइ। क्यामेरा खै 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 पनि दाइ तिमीलाई काम चल्छ कि भनेर यसो ल्याइदिएको दाइ। गाह्रो नमान ल, चलिहाल्छ नि भयो त भाइ। यति भयो त समस्या परेर हो दाइ। ल मलाई यति भयो चाहिँ काम टोरो भाइ। सुन दाइ, भन त। मेरो पनि साह्रै दुःख छ कि दाइ। अब के छ भने यसो गर न दाइ। दुःख त त्यस्तै हो भाइ, क्यामेरा पाइहाल्यो। अब तिमी जेसुकै गर। अलग ही लेवल का बंदा था। ए भएको एउटा क्यामेरा थियो, त्यही पनि मैले चुराइदिएँ। मलास्ता चुलुम्मै भयो। ए भगवान्, के गर्ने हो जिन्दगी।